यो हेर्छ फेरि एउटा के हो भाइ यस्तो हो शिवरात्रि हो शिवरात्रिमा यस्तो गर्छ पुरै ब्लग हो म थाहै थिएन पैसा छैन त हामीसँग ब्लग भएर कि रेकर्ड भएर पैसा छैन त हामीसँग त जति छ त्यति हुन्छ यो 13औं शताब्दीभन्दा अगाडि स्थापना भयो सेन वंश राजाहरूको चाहिँ राजकाज चलाउने एउटा हजुर यो जस्तै अहिले सिंहदरबार भने जस्तो हो टक्क अहिले चाहिँ हामी चाहिँ हेटौडामा छौँ हेटौडाको यो चाहिँ के अरे चौगडा चोक त्यहाँ लेखिरहेको छ चौगडा चोकमा छौँ ठ्याक्कै हामी चाहिँ उको लागि क्या के अरे गढी मकनपुर गढी जाँदैछौँ हामी चाहिँ मकनपुर गढी ट्याक्का जाने हो अब यो चाहिँ सिधै मकनपुर गढीको यात्रा हुनेछ अब लागिहालौँ पुम चौबटा चोकदेखि मकनपुर गढीको लागि मकनपुर गढीको लागि सुन्नु होला कस्तो पढ्नु पनि नआएको क्या है पढ्न पनि नआएको क्या उसको पहिला जात विशेष पढ्नु त्यो बाटो गएको त अनि हामी त यो बाटो त बाध्यता उति उताको भनेको यो चाहिँ जाँदैन त्यो अनि सडकबाट कहाँबाट यहाँहरूलाई स्वागत छ कि सडक पार्क पो रहेको सडक पार्क भन्दा वाउ टोइलेट बस्नुलाई पानी त्यहाँ दुईवटा बोतलमा राखिरहेको छ कति यो साउन्ड नै बनाएको क्या यसको साउन्ड कस्तो सुनिरहेको किनै लाग्यो भने बाइक चलाउँछ डाँडदेखि है त्यही हो
हामी राख्नु पैसा छैन हामीसँग पैसा छैन 5 रुपियाँ मात्रै खायो हो 5 रुपियाँले हुन्छ ल गइने यहाँ चाहिँ टक्क थापिराखेर त्यो काउन्टेन दिए तर यो चाहिँ के हो यो चाहिँ एउटा के हो भाइ शिवरात्रिमा यस्तो गर्छ म थाहै थिएन पैसा छैन त हामीसँग पैसा छैन त हामीसँग त 5 रुपियाँ ल्याउनु त 5 रुपियाँ 50 खुजुराइदिउँ न 10 20 30 40 50 अहिले त पैसा तिर्दै हुन्छ कि हो ल भाइ ल गइदियो ढोका खोलिदियो अब गडीमा अब टिकट काटौँ भनेको अब गडीमा त टिकट काट्नु पर्दैन होला जस्तो लाग्यो पर्दैन तर यहीँ काटिसक्यो 2-3 ठाउँ टिकट अहिले पैसा त 200 भन्दा बढी 200 भन्दा बढी पैसा यताबाट राम्रो बाटो होला भनेर गाडी आइरहेको छ मकनपुर जिल्ला राखेको यो मकनपुर गढीले गर्दै हो अब चाहिँ हामी गढी लाग्थ्यो गढीतिर बस्ने होला टक्क गढी आइसक्यो गढीको चाहिँ ऐतिहासिक के लेखेछ ऐतिहासिक मकनपुर गढी दरबार यो चाहिँ टक्क यो चाहिँ गढीको है गढी अहिले चाहिँ पुरै कम्पाउन्ड हालेर छ यसो बुझ्दाखेरि टिकट सिस्टम छ जस्तो लागेको छ मलाई पहिला चाहिँ टिकट चाहिँ थिएन टिकट काट्ने थिएन अहिले चाहिँ पुरा कम्पाउन्डसम्म लाएर टक्क निर्माण नै भइरहेको छ त्यहाँ धेरै पहिलाभन्दा धेरै राम्रो बनाएर सिँढीहरू
यस्तो छ ल मलाई यो चाहिँ मकवानपुर गढी मकवान हेटौडा जिल्लाको हेटौडाको मकवानपुर जिल्लाको मकवानपुर गढी टक्का लछिरियो स्वागतम रे यहाँ चाहिँ हाम्रो बहिनीको व्यापार रहेछ फेरि यहाँ हरु बरु बेचिराख्नु भएको छ कसरी हो यो हर्लाको 50 रुपियाँ त्यो नि तिम्रै हो यो हो नि त्यो चाहिँ होइन ए यस्तो रहेछ यहाँ यो दामी बनाएछ क्या अहिले चाहिँ यस्तो टक 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 खुकुलेर जाने चाहिँ त हालेर यसरी जाने हो टक्क हाले कस्तो छ है तै मात्र निस्किन्छस् त त्यो टोपी त जाने भयो त है हेलमेट त पारी पारी पुरै देखाउनु नि पहाडहरु पुरा पहाडहरु यहाँ के हो दामी छ यहाँ नि रोड जस्तो छ टक्कै यहाँ चाहिँ लगडीको हाततिर छ यहाँ चाहिँ टक्कै यहाँ चाहिँ अलिकति सल्लाह घारी नै छ क्या दामी छ क्या तर यस्तो यता मूर्तिहरू पनि बनाउँदै रहेछ टक्क यता नि बनाइराखेको छ मूर्तिहरू टक्क गढी आइपुग्यो गढीको यो चाहिँ यहाँ माथिबाट चाहिँ यो अस्ट्रेगल हो यो चाहिँ ट्याक्क पहिला युद्ध कालमा चाहिँ युद्ध गर्दा चाहिँ यहाँ माथि चाहिँ दुश्मनहरू नउग्लोस् भनेर चाहिँ यस्तो बनाएर चाहिँ यहाँ चाहिँ पुरा हेर कति वर्षको अगाडि लाग्दा आएर क्या दामी लाग्छ यार मिसिनले लागे जस्तो छ मकवानपुर गढी ट्याक्का ल दामी छ एउटा चाहिँ घर नै रहेछ यतातिर टक्क पिकनिक रिसोर्टहरू होला पिकनिक स्टलहरू ल टक्क आज चाहिँ शिवरात्रि परेर होला धेरै मान्छेहरूको चहलपहल देखिरहेछ मकवानपुर गढीमा यतातिर धेरै मान्छेहरू फोटो खिचिरहेछ यतातिर पिकनिक खाने पिकनिक स्टलहरू छ पिकनिकतिर नि मान्छेहरू पिकनिक नै खाइरहेछ रमाइलो गरिरहेछ धेरै मान्छेहरूको आज जमात देखिएछ है योमा मकवानपुर गढीमा ल टक्क अहिले चाहिँ हामी मकवानपुर गढीको गेटमा आइपुगिसकेको छौँ मकवानपुर गढी यहाँबाट चाहिँ टक्क भित्र छिर्ने अब भित्रको हुन्छ भित्र के छ अब त्यही हेर्ने हो टक्क आइसक्यो मकवानपुर गढी चाहिँ अब टक्क भित्र छिर्ने हो के हेर्न पाइन्छ यहाँ के देखाउँछ तपाईँहरूलाई ल भित्र छिरिसक्यो हामी चाहिँ ल यहाँ पूजा गर्ने ठाउँ छ यता ठ्याक्क यतातिर यस्तो ठाउँहरू चाहिँ यता हो क्या यस्तो यस्तो भवनहरू चाहिँ भित्र चाहिँ टक्क दामी पराएको दामी दामी खालको टक्क गढी दरबार रहेछ चाहिँ टक्क यहाँ गढी दरबार देखाउँछ तपाईँहरूलाई अब के छ त भित्र टक्क यस्तो सफा चाहिँ सफा राखे है यति हो केही छैन र भित्र त छ नि त यस्तो रहेछ टक्क पारेर होइन हो र यहाँ चाहिँ यस्तो खालको खाल्डो नि रहेछ यो चाहिँ ठ्याक्क पानी सानी राख्नलाई होला सायद यो इनर सिनर के बना होला पहिला यो ट्याक्क यो चाहिँ ढुङ्गा है यस्तो दामी काटेर कस्तो कटिङ गरेको ढुङ्गाको हेर्नु यस्तो दामी यहाँ नेपालको झन्डा नि फरफराइ राखेको रहेछ यो चाहिँ सबैभन्दा ठुलो गढी नि रे फेरि नेपालभरको गढीहरूमा सबैभन्दा ठुलो गढी मकवानपुर गढी टक्क यहाँ चाहिँ नेपालको झन्डा नि फरफराइरहेको छ टक्क पारेर होइन यहाँ चाहिँ नेपालको नक्सा नि रहेछ ठ्याक्कै दामी रहेछ टक्क बनाएको दामी रहेछ दामी फरफराइरहेको छ नेपालको झन्डा मकवानपुर गढीमा डेन्जर देखेको छ कि
परदेशको नामै हालेछ नि त त्यहाँ त परदेशको नामै गायब छ किन नि त्यो नाम राख्नुभन्दा अगाडिको हो क्या यो हो र नाम नराखिसक्या भएर चाहिँ यो गर्यो होइन 1 नम्बर राख्नुभन्दा भनेर 75 सालमा गरे हो होइन यो पूर्व कोशीको कोशी प्रदेश अब 1 नम्बर प्रदेश भन्थ्यो नि त पहिला त्यो भएर अनि त्यो 75 सालमा गरे अब यो नाम त अस्ति भएर राखेको नि त यस्तो नि हो नि त त्यो किरात परदेश राख्ने भनेर उ भइरहेको थियो नि त किरात परदेशले गर्दा नि कुन प्रदेश राख्ने नाममा बाजुबाज हुँदै नराखेको हो क्या अब चाहिँ कुन लाउनु पर्ने राखिसकेपछि हजुर मकनपुर गढीमा यार हाम्रो परदेशको नामै छैन यार त्यस्तो अन्त डाँडामा यहाँदेखि उतो भिर पुरै अनि यो डाँडामा ठ्याक्कै क्या मकनपुर गढी अनि दामी हावा नि चल्दो रहेछ क्या कस्तो हेरौँ न सल्लाहगारीमा हावा चलिरहेको छ साथै कस्तो डेन्जर मन लाग्यो पर्खल लाएर पुरा यहाँ चाहिँ यस्तो छ है कति मेहनत त डेन्जर छ यार ल टक्कै यहाँ चाहिँ बिचमा एउटा मन्दिर नै रहेछ है मन्दिरको नाम चाहिँ के रहेछ मूर्तिको फोटो खिच्न मनाइ छ भन्छ मूर्ति चाहिँ भित्र हो फोटो खिच्न मनाइ छ भन्छ के गरे त्यो दुट्टा लाग्यो यता चाहिँ पुजारी बा हुनुहुन्छ पुजारी बा टक्क गोपाल वंश गोपाल मन्दिर छ टक्क अनि भित्र चाहिँ वंश गोपालकै मूर्ति रहेछ टक्क यहाँ चाहिँ अनि के रह्यो अरे भन्नु त हजुर के भन्नु के गढी कसरी रह्यो अरे यो 13औं शताब्दीभन्दा अगाडि स्थापना भयो सेन वंश राजाहरूको चाहिँ राजकाज चलाउने एउटा हजुर यो जस्तै अहिले सिंहदरबार भने जस्तो हो जस्तो भित्र दर्शन गर्न पाइयो भित्र गएर फोटो खिच्न चाहिँ पाइयो यहाँबाट फोटो खिच्न पाइयो अब त्यसमध्येमा तपाईँले अब भिडियो गर्न लानु उतापट्टिको राजकाज चलाउने दरबार उतापट्टि खाल्डो कारागार कैदिहाल्ने जेल पल्लछेको आपतकालले मानेका इष्ट देवता बालगोपाल कृष्ण भगवान वंशगोपाल यो पालित पहरा हातातेरको दरबार यो चाहिँ यता यो चाहिँ यसलाई पुरानो भाषामा कोद घर पनि भन्छन् कोद घर यसलाई जीर्णोद्धार गर्दैछन् उतापट्टि शिवजीको मन्दिर अगाडिपट्टिको खाल्डो पानीको स्टोर हाततिर राख्ने यो होइन पल्लो साइडमा छ नि खाल्डो पानी खाल्डो त्यही पानीको लागि बना हो त्यो त कारागार कैदिहाल्ने जेल पल्लो चाहिँ कारागार कैदिहाल्ने जेल यो चाहिँ यो पल्लो घर चाहिँ यो चाहिँ हाततिर राख्ने यहाँ सानो गाडी ठुलो गाडी भन्ने छ सानो गाडी भने यहाँ 300 मिटर तल पर्यो ढुङ्गे गाडी भने ऊ माथि पर्यो 2 किलोमिटर माथि अब राजकाज चलाइसकेर गएर बस्ने अन्डरग्राउन्डको दरबार यहाँबाट उत्तरपट्टि 3 किलोमिटर उत्तरपट्टि अन्डरग्राउन्ड पनि छ यहाँ होइन 3 किलोमिटर पर त्यो चाहिँ भित्र होला है त्यो त कस्तो होला त्यो भित्र भन्दाखेरि अहिले ऊ त्यहाँ जङ्गलको उसबाट ऊ त्यहाँ मोटर बाटो खने जस्तो छ नि त्यहाँबाट त्यो दरबारमा बाटो लानु त्यो चाहिँ भित्रभित्र सुरुङ छ त्यो चाहिँ सुरुङ त्यहाँ चाहिँ भित्र 3टा दरबार एउटामा पल छ अब कुनमा बस्छन् भने पत्तो नाइ भन्ने छ यहाँबाट 3 किलोमिटर पर सुरुङ छ अरे यो 3 किलोमिटर टाढा पर यहाँ छैन टिका लाउने र लुकेर भन्दा नि तपाईँ आइलाग्नेलाई जागिलाइन ठाउँ